हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मेरो फुलबारीमा के रहेछन् हैन, यो चाहिँ डबल क्यामेरा भएको रहेछ हैन। ठ्याक्कै पछाडी ब्याकको पनि देख्न मिल्ने हैन, आफ्नो फेस पनि देखाउन मिल्ने है त। यस्तो दामी क्यामेरा मोबाइल आएको छ अहिले बजारमा हैन। यहाँ सट्ट यहाँ हेर्नुस् हैन, यो बिरुवा भयो टक्क लाएर यहाँतिर हेर्नुस्। यो चाहिँ तुलसीको बोर्ड हैन, तुलसीको बोर्ड। यहाँ कटर छ, यहाँतिर चाहिँ कटर छ हैन। यो चाहिँ ठ्याक्कै खोर्सानी, यो चाहिँ नेपालबाट आएको यो डल्ले खोर्सानीको बिरुवा। यहाँ चाहिँ बाँस छ हैन, यो चाहिँ जिरे खोर्सानी भयो। यस्तो दामी छ यहाँ चाहिँ। यो चाहिँ गुलाबको फुल, सट्ट परेको गुलाबको फुल छ हैन। यस्तो सुपर छ, दामी छ। अनि खोर्सानी यता पनि हैन, यहाँ पनि खोर्सानी, सानो सानो खोर्सानी रोपेको छ यहाँ चाहिँ हैन। यो चाहिँ डल्ले खोर्सानी हैन, टक्क छ हैन। यता हाम्रो केराघारीमा चाहिँ केरा कतिको रहेछ त अब हेरौँ है त। यो पनि जिरे खोर्सानी हैन। हाम्रो केराघारीमा चाहिँ ठ्याक्कै हैन, अब चाहिँ केरा सट्ट पाकेको बेला भयो। आमामा यो पनि खाएछ है, हेर है, पाकेर पनि खाइसकेको छ यो। साले यो चाहिँ लोथर्केको काम हो यो खाने चाहिँ। लोथर्के यतातिर पनि आउँदो रहेछ हैन। टक्क यस्तो दामी छ हैन, पाकिसक्यो। वाउ, ल हेरौँ अब यसलाई। अब यो टक्क लाएर हैन, ल केरा पाकेछ है, गाउँले केरा पाकेछ। यो चाहिँ अर्ग्यानिक केरा, यसमा मलसल के लगाएको छैन, एकदम फ्यान्टास्टिक हैन, फ्यान्टास्टिक दामी हो हैन। लोकल हो, लोकल ल हेर्नुहोस्। केरा पनि पाकिसक्यो, खाइसकेको पनि। हाम्रो केरा रोपेपछि खान पाउँछ हैन। यसलाई चाहिँ अब प्लास्टिकले छोड्नुपर्छ। पर्सिको दिन दामी पाक्छ यो। पर्सिको दिन चाहिँ मजाले पाकिन्छ। पर्सिको दिन काट्नुपर्छ हैन गाइस, यस्तै हो यी। अब यहाँतिर यस्तै छ हैन। सबैले भिडियोलाई मन पराइदिनु होला भन्ने आशा गरेको छु। यहाँ यस्तो बिल्डिङ छ यहाँतिर हैन, हामी बस्ने आकार चाहिँ एकदम राम्रो छ है गाइस। अनि आएर यतातिर यसलाई चाहिँ के फुल भनिन्छ यसलाई? मखमली फुल चाहिँ यस्तो दामी फुलेको छ हेर्नुहोस्। मखमली चोलिदिम्ला ओ अङ्गालोमा तिमी बसौँला। यस्तो दामी छ हैन। यता मखमली चाहिँ दामी फुलेको छ कि। यो चाहिँ मैले रोपेको मखमली फुलहरू हैन, यहाँ यस्तो छ है। सर्र लाएर अब हेर्नुहोस् है, अब यताबाट भ्यू यस्तो दामी देखिन्छ कि हैन, दामी देखिन्छ। ल हेर्नुहोस्, हेर्नुहोस् यो डबल क्यामेराको फाइदा चाहिँ यति छ कि हैन, ब्याक साइड पनि देख्ने, अगाडि पनि देख्ने हैन, एकदम दामी छ। हेर्नुहोस् अब यहाँ है अर्को एउटा फुल छ फेरि यहाँ दामी। हेर्नुहोस् हेर्नुहोस् यो फुल यस्तो दामी फुल छ नि यो, हेर्नुहोस् है। ल हेर्नुहोस् यो, हेर्नुहोस् है। ल त गाइस, भिडियो आजलाई यति नै हैन। फेरि अर्को भिडियोमा फेरि भेट्ने नै छौँ। त्यतिन्जेलसम्मलाई मेरो लाइक, सेयर, कमेन्ट, फलो गरिदिनु होला हैन। फेरि अर्को भिडियोमा भेट्ने छौँ। हस् त, बाई।